तिमी आफै आँखाको डाक्टर भएर किन अहिलेसम्म चस्मै लाएर हिँडिरहेको छौ? अपरेसन गरेर त्यो रिफ्र्याक्टिभ सर्जरी भन्ने पनि गर्न मिल्छ नि। सबै चस्मा लाउने व्यक्तिले आँखाको शल्यक्रिया गर्न मिल्दैन। आँखाको शल्यक्रिया गर्नको लागि चस्मा हटाउने शल्यक्रिया जसलाई हामीले रिफ्र्याक्टिभ सर्जरी भन्छौँ त्यो शल्यक्रिया गर्नको लागि पनि विभिन्न आँखा र शरीरको हेल्थको क्राइटेरियाहरू हुन्छ। त्यो क्राइटेरिया फुलफिल हुने व्यक्तिले मात्रै गर्न मिल्छ। के हो त्यो क्राइटेरिया? छोटकरीमा भन न। छोटकरीमा भन्दाखेरि चाहिँ फर्स्टमा पहिलो नम्बर 1 मा चाहिँ तपाईँ 18 वर्षको उमेर पुगेको हुनुपर्छ। यस, त्यो तिमी पुगिसक्यौ। दोस्रोमा चाहिँ तपाईको विगत 1 वर्षदेखिको रिफ्र्याक्टिभ स्ट्याटस अथवा चस्माको पावर चाहिँ स्टेबल हुनुपर्छ, अर्थात् 0.25 भन्दा तलमाथि हुन मिल्दैन। त्यो पनि तिमीलाई पुग्यो। थर्डमा चाहिँ तपाईँ यदि प्रेग्नेन्ट हुनुहुन्छ, प्रेग्नेन्सी प्लान गरिराख्नु भएको छ अथवा बच्चा जन्मेर बच्चालाई दुध खुवाइराख्नु भएको छ भने त्यो कन्डिसनमा पनि तपाईँले चस्मा हटाउने अपरेसन गर्न मिल्दैन। र फोर्थमा चाहिँ तपाईँको शरीरमा कुनै अटोइम्युन कन्डिसनहरू छ होइन, शरीरले नै शरीरको अगेन्स्टमा कुनै एन्टिबडिजहरू बनाइरहेको छ भने त्यस्तो कन्डिसनमा पनि तपाईँले आँखाको शल्यक्रिया गर्न मिल्दैन। र तपाईँको शरीरमा चाहिँ वुन्ड हिलिङ डिले हुने कुनै पनि कन्डिसन छ होइन, अथवा शरीरको तपाईँको रोगसम्म लड्ने अथवा घाउ निको बनाउने क्षमता घटिरहेको कुनै कन्डिसन छ, जस्तै HIV अथवा कन्ट्रोल नभएको सुगर, अनकन्ट्रोल डायबिटिज मेलिटस, त्यस्तो कन्डिसनहरूमा पनि हामीले यो शल्यक्रिया गर्नको लागि सोच्नुपर्ने हुन्छ। अब आँखा सम्बन्धी पनि केही त्यस्तै क्राइटेरियाहरू छ है। आँखामा चाहिँ के हुनु हुँदैन, तपाईँको आँखाको परेलाहरूको ढकनीमा चाहिँ रिपिटेडली इन्फेक्सन्स भइराख्ने, जसलाई हामीले ब्लेफेराइटिस भन्छौँ, त्यो कन्डिसन छ भने त्यसलाई ट्रिट गरेपछि मात्रै त्यो शल्यक्रिया गर्न मिल्छ। अर्को भनेको आँखामा सुक्खापन धेरै छ होइन, तपाईँको आँखा एकदमै धेरै सुक्खापन छ भने पहिला हामीले सुक्खापनको जाँच गर्छौँ र त्यो सुक्खापनको मापन गरिसकेर त्यो सुक्खापनको पनि उपचार गरेपछि मात्रै त्यसलाई गर्नु मिल्छ। र कहिलेकाहीँ चाहिँ आँखाको सुक्खापन अटोइम्युन कन्डिसन जस्तै र्युमाटोइड आर्थराइटिससँग एसोसिएटेड भयो भने त्यसलाई हामीले केराटोकन्जङ्टिभाइटिस सिक्का भन्छौँ। त्यो चाहिँ अझै सिभियर ड्राई आई हो, त्यस्तोमा चाहिँ शल्यक्रिया नगर्दा नै ठिक हुन्छ है। र अर्को कन्डिसन भनेको फाइनल्ली आँखाको जुन हाम्रो कर्निया भन्छ होइन, हाम्रो कालो नानी भन्छ, त्यसको बनोट पनि हामीले हेर्नुपर्ने हुन्छ है। त्यसको बनोट हेरिकन त्यसको बनोटमा त्यसको थिकनेस होइन, भनेको त्यसको मोटोपन सबै कुराहरू हामीले मेसिनबाट जाँच्छौँ र त्यो जाँचेर तपाईँको आँखाको सतह पनि अपरेसनको लागि उपयुक्त छ भन्ने प्रमाणित भएपछि मात्रै तपाईँले आँखाको लागि उपचार गर्न मिल्छ। अनि एउटा लास्ट है, तपाईँको आँखामा एलर्जी एकदम धेरै छ, रिपिटेडली एलर्जी भइरहेको छ र तपाईँले प्रत्येक वर्ष एलर्जीको लागि पनि औषधि प्रयोग गरिराख्नु भएको छ भने एकपटक सोच्नुपर्ने हुन्छ र राम्रोसँग जाँच गराएर मात्रै त्यसपछि आँखाको शल्यक्रियाको लागि, चस्मा हटाउने शल्यक्रियाको लागि चाहिँ अगाडि बढ्न मिल्छ। ओहो, आज त धेरै ज्ञान गुणको कुरा सिकाउनु भयो तपाईँले। अब एउटा अन्तिम प्रश्न सोध्छु है म, के नेपालमा यो प्रविधि आइसकेको छ? नेपालमा पनि यो चस्मा हटाउने शल्यक्रियाहरू ठाउँ ठाउँमा हुन्छ? नेपालमा चस्मा हटाउने शल्यक्रिया ठाउँ ठाउँमा हुन्छ, तर एकदमै लिमिटेड ठाउँमा हुन्छ। अहिले चाहिँ काठमाडौँदेखि बाहिर खासै त्यस्तो एकदम व्यापक रूपमा यो प्रविधि फैलिसकेको छैन। अहिले काठमाडौँभित्र 2वटा संस्थामा चाहिँ यो आँखाको चस्मा हटाउने शल्यक्रिया राम्रोसँग बढिरहेको छ। हस्, धन्यवाद। नमस्कार सबैजनालाई। अघिल्लो भिडियोमा चाहिँ मैले तपाईहरुलाई आँखाको चस्मा हटाउने शल्यक्रिया अर्थात् रिफ्र्याक्टिभ सर्जरीको बारेमा बताएको थिएँ। अब यो भिडियोमा चाहिँ मैले रिफ्र्याक्टिभ सर्जरी बाहेक हैन, रिफ्र्याक्टिभ सर्जरी गर्न नसक्ने व्यक्तिहरूले रिफ्र्याक्टिभ सर्जरी बाहेक अरु के उपाय छ त हैन आँखाको पावर हटाउनको लागि भनेर त्यसको बारेमा चाहिँ केही छलफल गर्नेछौँ। सो त्यो छलफल स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ पहिला म तपाईहरुले आँखामा चस्मा लाग्ने चाहिँ कतिवटा प्रक्रिया हुन्छ भनेर बताउन चाहन्छु हैन। सो आँखामा चस्मा लाग्ने चाहिँ धेरै खालको समस्याहरू हुन सक्छ है। एउटा चाहिँ नजिकको देख्ने तर टाढाको नदेख्ने हैन, अर्को चाहिँ टाढाको देख्ने तर नजिकको नदेख्ने हैन, अनि अर्को चाहिँ तपाईले नजिक टाढा दुवैमा समस्या हुन सक्छ हैन। सो यो चाहिँ 3 खालको आँखाको चस्माको समस्या हुन्छ है। र यो 3वटामा चाहिँ मोस्ट कमन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईले नजिकको देख्ने तर टाढाको नदेख्ने, जसलाई चाहिँ हामीले नियर साइटेडनेस भन्छौँ कमन भाषामा र मायापिया भन्छौँ मेडिकल भाषामा है। यो भनेको चाहिँ तपाईले नजिकको चाहिँ देख्नुहुन्छ प्रष्ट र तपाईलाई टाढाको देख्नलाई चाहिँ समस्या हुन्छ है। यो समस्या चाहिँ कुन समयमा देखिन्छ भन्दाखेरि कमनली चाहिँ तपाईको आँखा जब विकासशील समयमा हुन्छ हैन, तपाईको आँखाको विकास भइरहेको हुन्छ, जन्मिँदाखेरि आँखाको बनोट सानो हुन्छ हैन, तर बच्चा ठुलो हुँदै गएपछि चाहिँ आँखाको बनोट पनि त्यो सँगसँगै ठुलो हुँदै जान्छ र त्यही हिसाबले चाहिँ हाम्रो आँखामा चाहिँ त्यो पावरहरू डेभलप हुन थाल्छ। सो आँखाको विकासशील समयमा चाहिँ यी कुराहरूले केही कुराहरूले असर गर्दाखेरि चाहिँ
आँखामा चाहिँ पावर लाग्ने हुन्छ होइन। र यसको लागि पनि केही थ्योरीहरू छ है। सो फर्स्ट थ्योरी चाहिँ के हो भन्दाखेरि चाहिँ फर्स्ट थ्योरी चाहिँ जेनेटिक थ्योरी हो। सो जेनेटिक थ्योरी भनेको चाहिँ के हो भन्दाखेरि वंशाणु होइन। तपाईँको आमा बुवाले चस्मा लगाउनुहुन्छ, तपाईँको भाइ बहिनीहरू दाइहरूले दिदीहरूले चस्मा लगाउनुहुन्छ, तपाईँको मामा घरमा चस्मा लगाउनुहुन्छ, तपाईँको हजुरआमाले चस्मा लगाउनुहुन्छ होइन भने चाहिँ तपाईँको चाहिँ जिन्समै चस्मा लगाउनु पर्ने अथवा आँखाको बनोट त्यस्तै खालको हुने खालको जिन्स तपाईँको शरीरमा छ होइन। त्यसले गर्दाखेरि चाहिँ तपाईँको आँखाको बनोटै त्यसै हिसाबले विकास हुँदै जान्छ र तपाईँको आँखामा चाहिँ चस्मा लगाउने समस्या देखिन थाल्छ होइन। सो त्यसलाई हामीले जेनेटिक थ्योरी भन्छौँ। दोस्रो थ्योरी चाहिँ के छ भन्दाखेरि नियर वर्क थ्योरी होइन। यो नियर वर्क थ्योरीले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ तपाईँले जति धेरै नजिकको काम गर्नुहुन्छ त्यति तपाईँको आँखाले नजिकको कुरामा मात्रै फोकस गर्ने क्षमता डेभलप गर्छ र टाढाको कुरामा फोकस गर्ने क्षमतामा चाहिँ ह्रास आउँदै जान्छ है। यसलाई चाहिँ हामीले नियर वर्क थ्योरी भन्छौँ होइन। र यो चाहिँ बच्चाहरूमा चाहिँ तपाईँहरूले त्यही भएर विशेष ध्यान दिनुपर्ने हुन्छ। बच्चाहरूले धेरै नजिकबाट किताबहरू हेरिरहेको छ, धेरै नजिकबाट पढिरहेको छ, लामो समयसम्म विदाउट ब्रेक्स पढिरहेको छ अथवा लामो समयसम्म अहिले चाहिँ ग्याजेट्स होइन फोन, मोबाइल फोन, ट्याब्लेट्सहरू लामो समयसम्म स्क्रोल गरिरहेको छ, हेरिरहेको छ भने यसमा चाहिँ आँखामा चस्मा लगाउने त्यो चस्मा लगाउनु पर्ने समस्या चाहिँ उत्पन्न हुन सक्छ बच्चाहरूमा है। अब तेस्रो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ तेस्रो चाहिँ आउटडोर थ्योरी हुन्छ है। आउटडोर थ्योरीले चाहिँ के भन्छ भन्दाखेरि चाहिँ तपाईँ जति नै बाहिरको आउटडोर लाइटमा एक्सपोज हुनुहुन्छ होइन। आउटडोर लाइट भनेको नेचुरल लाइटमा अथवा सनलाइटमा होइन जति तपाईँ एक्सपोज हुनुहुन्छ त्यति चाहिँ तपाईँको आँखाको बनोट चाहिँ के हुन्छ दूरदृष्टि अथवा टाढाको कुरामा पनि फोकस गर्ने हिसाबले विकास हुन थाल्छ होइन। तर तपाईँ जति आर्टिफिसियल लाइटमा बस्नुहुन्छ होइन, नेचुरल लाइट छोडेर यो ट्युब लाइटहरूमा कोठाभित्र बन्द कोठाभित्र बसिराख्नुहुन्छ होइन, स्पेसली यो इन्ट्रोभर्ट्सहरूको लागि चाहिँ हुनसक्छ होइन। सो तपाईँ जति नेचुरल लाइटलाई अभोइड गर्नुहुन्छ र आर्टिफिसियल लाइटमा जति बस्नुहुन्छ त्यति चाहिँ तपाईँको आँखाको चाहिँ बनोट कस्तो हुँदै जान्छ भन्दाखेरि चाहिँ टाढाको कुरामा फोकस गर्न नसक्ने र नजिकको कुरामा मात्रै फोकस गर्न सक्ने खालको हुन थाल्छ है। यो चाहिँ के हो त भन्दाखेरि नेचुरल लाइटको इफेक्ट हो। नेचुरल लाइटले चाहिँ तपाईँको आँखाको केही टिस्युजहरूमा चाहिँ अफेक्ट गरेर चाहिँ त्यसलाई चाहिँ तपाईँको आँखाको बनोटलाई नै त्यही अनुरूप ढालिदिएको हुन्छ। र फाइनल थ्योरी भनेको चाहिँ पेरिफेरल डिफोकस भन्ने थ्योरी छ है। अरू थ्योरिजहरू पनि छ तर त्यो थ्योरिजहरू चाहिँ यी थ्योरीहरूको वरपर नै हुने हुनाले मैले चाहिँ यो चारवटा मुख्य थ्योरीलाई चाहिँ प्राथमिकता दिएको छु। सो पेरिफेरल डिफोकस थ्योरीमा चाहिँ के भन्छ भन्दाखेरि चाहिँ तपाईँले दुई प्रकारको दृष्टि हुन्छ होइन मानिसहरूको आँखामा चाहिँ। एउटा चाहिँ सेन्ट्रल भिजन भन्ने हुन्छ, त्यो भनेको चाहिँ तपाईँको आँखाको सिधा अगाडि जे छ त्यो चाहिँ तपाईँको सेन्ट्रल भिजन हो होइन। अर्को चाहिँ के हुन्छ तपाईँको आँखाले सिधा अगाडि हेर्दाखेरि पनि दायाँ बायाँमा अलिअलि केही न केही देखिरहेको हुन्छ नि होइन। त्यसलाई चाहिँ हामीले के भन्छौँ पेरिफेरल भिजन भन्छौँ होइन। सो पेरिफेरल भिजन चाहिँ दायाँ बायाँ माथि तल चारतिर हुन्छ है। सो हामीले पेरिफेरल डिफोकस थ्योरीमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कुनै कुराले अब्स्ट्रक्ट गरेर तपाईँको पेरिफेरल भिजनलाई छेकिरहेको छ भने तपाईँको आँखाले चाहिँ के बुझ्छ भन्दाखेरि चाहिँ अब टाढाको यसले देखेन भनेर चाहिँ तपाईँको आँखाको बनोट चाहिँ के हुन थाल्छ फेरि टाढाको नदेख्ने र नजिकको मात्रै देख्ने भन्ने हिसाबले त्यसरी नै फोकस हुन थाल्छ है। तपाईँको ब्रेनमा चाहिँ त्यसरी नै सिग्नलिङ गएर त्यसरी तपाईँको आँखाको बनोट फेरि विकास हुन थाल्छ। त्यसलाई चाहिँ हामीले पेरिफेरल डिफोकस थ्योरी भन्छौँ है। त्यही भएर बच्चाहरूमा चाहिँ तपाईँहरूले मुख्यतया हेयर कट गरिदिँदाखेरि होइन, हेयर कट गरिदिँदाखेरि तपाईँले अगाडि ब्याङ्क्स राखेर गरिदिनु भयो अथवा तपाईँको साइडमा कपाल यसरी आउने गरी गरिदिनु भयो भने त्यसले त उसको पेरिफेरल भिजनलाई छेकिरहेको छ भने चाहिँ त्यसले चाहिँ पछि गएर चाहिँ उसमा चाहिँ लामो समयसम्म चस्मा लगाउनु पर्ने समस्या चाहिँ उत्पन्न हुन सक्छ। सो यो चाहिँ केही थ्योरिजहरू भयो जसले चाहिँ तपाईँको आँखामा चस्मा लगाउने समस्यालाई चाहिँ उत्पन्न गर्न सक्छ। सो अब यसमा उपचार प्रविधिहरू के छ त होइन अथवा सर्जरी बाहेक अरू के छ त होइन। सो सर्जरी भनेको चाहिँ युजुअली फर्स्टमै गरिहाल्ने कुरा होइन है। मैले तपाईँले पहिलाको भिडियोमा पनि हेर्नुभएको छ भने 18 वर्ष नपुगिकन कुनै पनि रिफ्र्याक्टिभ सर्जरी गरिँदैन र यो 18 वर्षको उमेर तोक्नुको पनि एउटा कारण छ है। त्यो कारण चाहिँ के हो भन्दाखेरि चाहिँ 18 वर्षसम्म तपाईँको आँखाको बनोट कन्टिन्युसली चेन्ज भइरहेको हुन्छ। तपाईँको आँखाले चाहिँ के गरिरहेको हुन्छ जुन तपाईँको वरपर भिजुअल स्टिमुलस भन्छ होइन, जे देखिरहेको हुन्छ त्यो कुराहरू टिपेर तपाईँको आँखाले आफ्नो बनोटलाई त्यही अनुरूप ढालिरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ 18 वर्ष नपुगिकन त तपाईँले सर्जरी त गर्नै मिलेन। त्यही भएर तपाईँले के गर्नुपर्ने हुन्छ त्यो सर्जरी गर्नुभन्दा अगाडि अरू के विकल्पहरू छन् त भनेर चाहिँ हामीले यो भिडियोमा कुरा गर्नेछौँ।
सो पहिलो विकल्प भनेको चाहिँ चस्मा है, चस्माको विकल्प शल्यक्रिया हो, तर पहिलो र एकदमै सरल विकल्प भनेकै चस्मा हो है। सो चस्मा लगाउने है, बच्चालाई पनि चस्मा लगाइदिनु, बच्चालाई स्पेसली बच्चालाई होइन, जब उसको ग्रोइङ एज भइरहेको छ, आँखा विकासशील भइरहेको छ, उसले टाढाकोमा फोकस गर्न सकिरहेको छैन भने चाहिँ त्यो एजमा चाहिँ तपाईँले चाहिँ आँखालाई जे कुरा देख्न सकिरहेको छैन त्यो कुरा सकेसम्म प्रष्ट देखाउन प्रयास गर्नुपर्छ है। आँखालाई त्यो विकासशील समयमा हामीले प्रष्ट देखाउने बनाउन सकेनौँ भने चाहिँ फेरि अल्छी आँखा विकास भएर त्यो अर्को समस्यामा जान सक्छ। त्यो चाहिँ अब हामीले त्यसको लागि अर्को भिडियो बनाउँला। सो यो भिडियोमा चाहिँ तपाईँहरूले बुझ्नु चाहिँ के पर्यो भन्दाखेरि पहिलो विकल्प चाहिँ चस्मा नै हो है, सबभन्दा सरल र सबभन्दा सजिलो उपाय चस्मा हो। अब चस्माले समस्या हुन्छ होइन, चस्माले चाहिँ अब कतिलाई कस्मेटिकल्ली समस्या हुन्छ, कतिलाई चाहिँ अब लगाउँदाखेरि अप्ठ्यारो भयो, काम गर्न समस्या हुनसक्छ होइन। सो यदि त्यस्तो छ र तपाईँले चस्मा लाउन सक्नुहुन्न भने त्यसको विकल्पमा चाहिँ कन्ट्याक्ट लेन्स हुन्छ है। सो कन्ट्याक्ट लेन्स लाउन सक्नुहुन्छ तपाईँहरूले। कन्ट्याक्ट लेन्समा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कन्ट्याक्ट लेन्स चाहिँ चस्माभन्दा सरल चाहिँ हुन्छ होइन, तर त्यो कन्ट्याक्ट लेन्स चाहिँ तपाईँले के गर्नुहुन्छ, आँखाको यो जुन कालो नानी छ त्यो भागमा ठ्याक्कै त्यसको माथि चाहिँ तपाईँले लेन्स अडाउनुहुन्छ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ कन्ट्याक्ट लेन्समा चाहिँ बडी केयर चाहिन्छ है, तपाईँ बडी केयरफुल हुनुपर्छ त्यो कन्ट्याक्ट लेन्स लाउँदाखेरि। तपाईँ आफूले चाहिँ ह्यान्ड हाइजिन र आँखाको हाइजिनलाई चाहिँ अझै धेरै सक्रिय रूपमा चाहिँ हेर्नुपर्ने हुन्छ। र थर्ड विकल्प भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ अर्थोकेराटोलोजी अथवा अर्थोके लेन्सेस भन्ने लेन्सेसहरू पनि पाउँछ होइन। सो अर्थोके लेन्सेस भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो चस्माहरू चाहिँ तपाईँले राति सुत्ने बेला लगाउने यसरी त्यो लेन्सेस हुन्छ है, कन्ट्याक्ट लेन्स नै हो त्यो। तर त्यो चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि चाहिँ तपाईँले त्यो राति सुत्दाखेरि लगाउनु भयो भने त्यसले तपाईँको आँखामा रातभरिमा चाहिँ काम गरेर बनोटमा केही फरक ल्याइदिन्छ है। तपाईँको आँखाको बनोटलाई हेरिकन त्यो बनोटलाई क्यान्सल गरेर तपाईँको टाढा देख्ने क्षमता विकास गर्ने खालको बनोट बनाइदिन्छ है। र त्यसलाई चाहिँ हामीले अर्थोकेराटोलोजी लेन्सेस भन्छौँ। त्यसलाई चाहिँ तपाईँले रातभरि लगाउने अनि बिहान खोलेर राख्दाखेरि चाहिँ तपाईँले दिनभरि चाहिँ नलगाएर, चस्मा नलगाएर अथवा लेन्सेस नलगाएर पनि देख्न सक्नुहुन्छ। अर्को विकल्प भनेको चाहिँ आई ड्रप्स है, केही आई ड्रप्सहरू पनि पाउँछ। यो चाहिँ विकासशील समयमै प्रयोग गर्नुपर्ने आई ड्रप्सहरू हो होइन। एकचोटि आँखाको बनोट फुल्ली डेभलप भइसकेपछि चाहिँ अथवा 18 वर्षको उमेर कटिसकेपछि चाहिँ सायद यो आई ड्रप्सहरू त्यति इफेक्टिभ नहोला होइन, तर सानै एजमा चाहिँ यो आई ड्रप्सहरू इफेक्टिभ हुन्छ। मोस्ट कमनली युज गर्ने आई ड्रप चाहिँ एट्रोपिन 0.01% कमनली युज गरिन्छ होइन। 0.01%मा चाहिँ एकदम मिनिमम साइड इफेक्ट्स हुन्छ। सो एट्रोपिन युज गरिन्छ। यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ तपाईँको चाहिँ नियर वर्क थ्योरी छ नि होइन, अलिकति नजिकको कुराहरू धेरै हेरिराखेको छ भने त्यो नजिकको कुरामा चाहिँ आँखाले जुन धेरै फोकस गरिराखेको हुन्छ त्यसलाई पनि स्लाइटली नजिक ब्लर गराएर बच्चालाई टाढा फोकस गर्नलाई प्रोत्साहन गर्छ एउटा चाहिँ। अर्को चाहिँ त्यसले आँखाको बनोटमा पनि केही चेन्जेसहरू ल्याइदिन्छ जसले गर्दाखेरि चाहिँ तपाईँको बढिरहेको पावरलाई चाहिँ समयमै रोकथाम गर्न सकिन्छ। यो चाहिँ रिसर्चले पनि इफेक्टिभ नै प्रुभ गरेको छ। अर्को उपाय भनेको चाहिँ रिफ्र्याक्टिभ सर्जरी नै हो है। रिफ्र्याक्टिभ सर्जरी नै हो। रिफ्र्याक्टिभ सर्जरी चाहिँ मैले भने जस्तै होइन, सो कसले गर्न मिल्दैन, स्पेसली एउटा सर्टेन एज नपुगेसम्म गर्न मिल्दैन, पावर तपाईँको स्टेबल नभएसम्म गर्न मिल्दैन। त्यही भएर रिफ्र्याक्टिभ सर्जरी गर्नुको लागि चाहिँ तपाईँले आफ्नो सबै क्राइटेरियाहरूमा मिट गरेपछि मात्रै गर्न मिल्छ। तर रिफ्र्याक्टिभ क्राइटेरिया मिट हुने व्यक्तिले रिफ्र्याक्टिभ सर्जरी गर्नुभयो भने चाहिँ यो चाहिँ एकदमै इफेक्टिभ हुन्छ है। लामो समयसम्म तपाईँले चस्मा लगाउनु पर्ने झन्झट बेहोर्नु पर्दैन। सो यो रिफ्र्याक्टिभ सर्जरी चाहिँ एकचोटि सर्जरी गरेपछि एकदमै इफेक्टिभ चाहिँ हुन्छ है। तर यसमा पनि अब एउटा कुरा छ, अब त्यो चाहिँ के छ भन्दाखेरि चाहिँ अब प्रेस बायोपिया भनेको चाहिँ मैले अघि भने जस्तै होइन, तपाईँले नजिकको नै धमिलाउने होइन, जुन 40 पनि भन्छ, 40 कटेपछि तपाईँलाई नजिकको हेर्ने समस्या हुन्छ होइन। सो त्यो नजिकको हेर्ने समस्यालाई चाहिँ पछि फेरि तपाईँले चस्मा लाउनु पर्ने हुनसक्छ, अथवा तपाईँको आँखामा मोतीबिन्दु विकास भयो भने फेरि त्यसमा पनि तपाईँले चस्मा लाउनु पर्ने हुनसक्छ। तर त्यसको लागि पनि समाधानहरू चाहिँ छन् है। र यी उपायहरू सँगसँगै हामीले आफ्नो लाइफस्टाइलमा पनि के मोडिफिकेसन ल्यायौँ भने चाहिँ यसले चाहिँ यो जुन चस्माको समस्या छ होइन, चस्मा लाग्ने समस्या ननिम्त्याउन पनि सक्छ, अथवा आइहाल्यो भने पनि तपाईँको चस्माको पावरलाई स्टेबल राख्न अथवा बढ्न नदिनको लागि चाहिँ यसले चाहिँ सहयोग गर्दछ। सो त्यो लाइफस्टाइल मोडिफिकेसनमा चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ एउटा चाहिँ कन्टिन्युसली लामो समयसम्म नियर वर्क नगर्ने होइन। तपाईँले नियर वर्क गर्ने, तपाईँको वर्कको नेचर नै त्यस्तै छ, तपाईँले नजिकै बसेर नै लामो समयसम्म काम गर्नुपर्ने
गर्नुपर्ने हुन्छ भने पनि देयर इज अ रुल कल 20-20-20 रुल, जसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले हरेक 20 मिनटमा नजिकको कुराहरूबाट चाहिँ आँखा उठाएर 20 सेकेन्डको लागि है, कम्तीमा 20 सेकेन्डको लागि 20 फिटको दूरीमा फोकस गर्ने है। सो टाढा 20 फिटको दूरीमा रहेको कुनै अब्जेक्टमा फोकस गर्ने होइन। तपाईँ कुनै रुमभित्र हुनुहुन्छ भने पनि विन्डोबाट बाहिर हेर्ने है। सो त्यसरी चाहिँ तपाईँले त्यो 20-20-20 रुल भन्ने रुल फलो गर्न सक्नुहुन्छ। र बच्चाहरूको लागि चाहिँ तपाईँले पढिरहेको बेलामा अथवा ग्याजेट्सहरू हेरिरहेको बेलामा चाहिँ हरेक 20 मिनटमा उनीहरूलाई सकेसम्म ब्रेक लिन इन्करेज गर्नुपर्छ है। र लामो ब्रेक पनि चाहिँदैन, 20 सेकेन्डको ब्रेक इज इनफ, जस्ट टाढाको दूरीको कुरामा फोकस गर्नु पर्यो कम्तीमा 20 सेकेन्डको लागि। र अर्को लाइफस्टाइल मोडिफिकेसन भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ आउटडोर है, आउटडोर एक्सपोजर बढाउने है। सकेसम्म इन्डोरमै रिस्ट्रेन भएर चाहिँ नबस्ने, कोठाभित्र बन्द कोठाभित्र लामो समयसम्म बसिराख्ने चाहिँ नगर्नु होला होइन। के गर्नुपर्छ भन्दाखेरि के भन्छ भन्दाखेरि स्टडिजले चाहिँ कम्तीमा पनि 2 घन्टा है, सो दिनमा 2 घन्टा चाहिँ तपाईँ नेचुरल लाइटमा एक्सपोज हुनुपर्छ। तपाईँको जति नै वर्क नेचर इन्डोर भए पनि होइन, अथवा बच्चाहरूलाई जति नै भित्र खेल्न प्रोत्साहन गर्नु भए पनि 2 घन्टाको लागि चाहिँ साथीहरूसँग बाहिर खेल्नको लागि अथवा बाहिर उज्यालोमा चाहिँ एक्सपोज चाहिँ गर्नुपर्ने हुन्छ। सो यसले गर्दाखेरि चाहिँ आँखाको बनोटलाई चाहिँ यो चस्मा लगाउनु पर्ने खालको बन्नबाट चाहिँ प्रतिबन्धित गर्न सकिन्छ। यो दुईटा चाहिँ तपाईँले लाइफस्टाइल मोडिफिकेसनमा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। अरू सल्लाहलाई यति नै होला है। अब अरू केही तपाईँको जिज्ञासा छ भने चाहिँ मलाई कमेन्टमा लेख्नु होला, म त्यसको उत्तर दिनेछु। के जलबिन्दु र मोतीबिन्दु एउटै कुरा हो? जलबिन्दुले आँखाको कुन भागमा असर पुर्याउने गर्दछ? जलबिन्दु मोतीबिन्दु भन्दा कसरी फरक छ? नमस्कार साथीहरू, आजको यस श्रृङ्खलामा हामीले जलबिन्दुको बारेमा बुझ्नेछौँ। जलबिन्दु आँखाको नसामा हुने एउटा समस्या हो। आँखाको दृष्टिको जुन सूचनाहरू हुन्छ त्यो सूचनाहरू चाहिँ हाम्रो आँखाको नसाबाट हुँदै हाम्रो मस्तिष्कसम्म पुग्ने गर्दछ। र त्यो आँखालाई मस्तिष्कसम्म जोड्ने जुन नसा हुन्छ त्यसलाई हामीले अप्टिक नर्भ भन्छौँ। त्यो अप्टिक नर्भमा केही समस्या हुने अथवा त्यो अप्टिक नर्भको नसाहरू सुकेर जाने समस्यालाई चाहिँ हामीले जलबिन्दु भन्ने गर्दछौँ। अब यो अप्टिक नर्भको नसा चाहिँ किन सुक्छ त? यसका कारणहरू के हुन्छन् त्यसको बारेमा केही बुझौँ। अप्टिक नर्भ सुक्नलाई चाहिँ प्रमुख कारण चाहिँ आँखाको प्रेसरलाई मानिएको छ। आँखाको प्रेसर बढी भयो भने त्यसले चाहिँ हाम्रो जुन सूचना प्रवाह गर्ने नसा छ त्यो नसामा चाहिँ प्रेसर दिन्छ होइन। त्यो प्रेसरको कारणले गर्दाखेरि चाहिँ त्यो नसा चाहिँ बिस्तारै बिस्तारै लामो समयको अन्तरालमा सुक्दै जाने हुन्छ। यति भन्दै गर्दाखेरि जलबिन्दु आँखामा हुनको लागि चाहिँ आँखाको प्रेसर बढ्नै पर्छ भन्ने छैन। आँखाको प्रेसर नबढिकन पनि विविध कारणहरूले गर्दाखेरि आँखामा जलबिन्दु हुन सक्दछ। पहिलो कारण भनेको चाहिँ उमेर हो। जलबिन्दु विशेष गरी 40 वर्ष कटिसकेपछि आँखामा देखिन थाल्दछ। कसैलाई चाहिँ जन्मजातै आँखामा जलबिन्दु पनि हुनसक्छ, जसलाई हामीले कन्जेनाइटल ग्लाउकोमा भन्छौँ। र यो चाहिँ तपाईँ विशेष गरी तपाईँको वंशाणु गुणहरूसँग सम्बन्धित हुन्छ। तपाईँको जेनेटिक मेकअप नै त्यस्तै भएको कारणले गर्दाखेरि चाहिँ आँखामा तपाईँले जन्मजातै जलबिन्दु लिएर पनि आउन सक्नुहुन्छ। दोस्रो र एकदमै इम्पोर्टेन्ट अर्को कारण भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको परिवारमा अरू कसैलाई जलबिन्दु थियो होइन, तपाईँको बुवालाई अथवा तपाईँको हजुरबुवा हजुरआमाहरू मध्ये कसैलाई अथवा तपाईँको मामा घरपट्टि पनि मम्मीलाई अथवा मम्मीको बुवालाई अथवा मम्मीको दाजुभाइहरूलाई कसैलाई जलबिन्दु थियो भने तपाईँमा जलबिन्दु हुन सक्ने सम्भावना बढेर जान्छ। र एउटा प्रमुख कारण हो आँखामा जलबिन्दु हुन सक्नको लागि। अर्को जलबिन्दु गराउन सक्ने प्रमुख कारण भनेको चाहिँ रेस हो है। तपाईँ कुन रेसमा बिलङ गर्नुहुन्छ, अर्थात् तपाईँ अफ्रिकन ग्रुपमा बिलङ गर्नुहुन्छ कि एसियन ग्रुपमा बिलङ गर्नुहुन्छ होइन। यदि तपाईँ अफ्रिकन ग्रुपमा बिलङ गर्नुहुन्छ भने तपाईँको आँखामा चाहिँ प्राइमेरी ओपन एङ्गल ग्लाउकोमाको रिस्क बढी हुन्छ। र यदि तपाईँ एसियन ग्रुपमा बिलङ गर्नुहुन्छ, स्पेसली मङ्गोलियन ग्रुपमा बिलङ गर्नुहुन्छ भने तपाईँको आँखामा चाहिँ प्राइमेरी एङ्गल क्लोजर डिजिजेस अथवा प्राइमेरी एङ्गल क्लोजर ग्लाउकोमाको रिस्क बढी हुन्छ। तपाईँको शरीरमा यदि केही समस्या छ, जस्तै सुगर प्रेसरको दबाई तपाईँले नियमित रूपमा खाइराख्नु भएको छ अथवा तपाईँको मस्तिष्कमा चाहिँ माइग्रेनको समस्या छ भने यो समस्याहरूको कारणले गर्दाखेरि पनि तपाईँको आँखाको प्रेसर बढेर जलबिन्दु हुने सम्भावना रहन्छ। त्यसबाहेक आँखामा कुनै समस्याहरू छ, जस्तै आँखामा पहिला चोटपटक लागेको छ अथवा आँखामा चाहिँ तपाईँले लामो समयदेखि कर्टिकोस्टेरोइड
दुध जस्तो थोपा औषधिहरू हालिराख्नु भएको छ अथवा तपाईँको आँखामा पछाडि पर्दा च्यातिएको छ भने यी यस्ता समस्याहरूले चाहिँ लामो समयमा अन्ततगत्वा गरेर तपाईँको आँखामा चाहिँ जलबिन्दु गराउने सम्भावना रहन्छ। यदि चुरोट खानुहुन्छ र लामो समयदेखि तपाईँहरूलाई निन्द्रामा पनि श्वास प्रश्वासमा समस्या भइरहेको छ भने यी यस्ता समस्याहरूको कारणले गर्दाखेरि पनि तपाईँको आँखामा जलबिन्दुको समस्या चाहिँ उत्पन्न हुन सक्दछ। यी त भए आँखामा जलबिन्दु गराउन सक्ने तत्त्वहरू। अब आँखामा जलबिन्दु छ कि छैन भनेर कसरी थाहा हुन्छ? जलबिन्दुलाई चाहिँ साइलेन्ट थिफ अफ आई पनि भनेर भनिन्छ। किन भन्दाखेरि जलबिन्दुको सिम्पटम्सहरू चाहिँ एकदमै कम अथवा शून्य बराबर हुनसक्छ होइन। कतिपय व्यक्तिहरूलाई चाहिँ लामो समयसम्म आफूलाई जलबिन्दु भएको छ भन्ने कुरा थाहा हुँदैन। त्यसै कारणले गर्दाखेरि पनि तपाईँ यदि 40 वर्ष कटिसक्नु भएको छ भने तपाईँले आफ्नो आँखामा जलबिन्दु छ कि छैन भनेर आँखा जाँच गराउनलाई चाहिँ अत्यन्तै आवश्यक हुन्छ। र यदि तपाईँको आँखामा जलबिन्दुको शङ्का गरिएको छ भने तपाईँले कम्तीमा पनि इयरली रूपमा अर्थात् वर्षेनी रूपमा चाहिँ आँखा जाँच गराउनु आवश्यक। यति भन्दै गर्दाखेरि अब के हुन्छ त, आँखामा यदि जलबिन्दु भइहाल्यो भने त्यसको सङ्केतहरू के हुन्छ त होइन। लामो समयसम्म केही सङ्केत नदेखिन सक्छ र सङ्केत देखिन थाल्यो भने चाहिँ तपाईँले एकदम छिटो छिटो चस्माको पावर चेन्ज भइरहेको महसुस गर्न सक्नुहुन्छ। छिटो छिटो चस्माको पावर चेन्ज भइरहेको छ भने कतै जलबिन्दु त भएको छैन नि भनेर शङ्का गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको सेन्ट्रल भिजन अर्थात् तपाईँले सिधा देख्ने कुराहरू चाहिँ एकदम प्रष्ट देखिराख्नु भएको हुनसक्छ। तर तपाईँले यदि तपाईँ एकदम अवेर हुनुहुन्छ, कन्सियस हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ नोटिस गर्नुहुन्छ कि तपाईँको पेरिफेरल भिजन अर्थात् तपाईँले जति बाहिर देख्नुपर्ने हो, आफ्नो सिधा हेर्दाखेरि वरपर जति देख्नुपर्ने हो त्यसमा चाहिँ एउटा सानो अथवा एउटा कालो दागी जस्तो आइरहेको छ। यो चाहिँ जलबिन्दु हुने व्यक्तिहरूको लागि पहिलो सङ्केत हो। र यदि कुनै सजग व्यक्ति हुनुहुन्छ भने उहाँहरूले चाहिँ छिटै यो सङ्केतलाई नोटिस गर्नुहुन्छ। तर तपाईँको पेरिफेरल भिजन युज गर्नु नपर्ने कामहरू छ होइन। जस्तै कुनै ड्राइभर हुनुहुन्छ भने उहाँले चाहिँ छिटै नोटिस गर्न सक्नुहुन्छ, किनभने उहाँले पेरिफेरीमा पनि कुनै गाडीहरू आइरहेको छ कि भनेर आफूले सिधा हेर्दै गर्दाखेरि दायाँ बायाँ पनि अलिकति सजग भएर याद गर्नुपर्ने हुन्छ। तर तपाईँले सिधा हेर्दाखेरि दायाँ बायाँ याद गर्नुपर्ने, सजग हुनुपर्ने खालको समस्या छैन भने जलबिन्दु भएको हो कि भनेर थाहा पाउनको लागि चाहिँ अबदेखि याद गर्न थाल्नु होला होइन। किनभने जलबिन्दुको पहिलो सङ्केत भनेको चाहिँ तपाईँको पेरिफेरल भिजनमा चाहिँ दागहरू जस्तो देखिन थाल्छ है। त्यो चाहिँ जलबिन्दुको पहिलो सङ्केत हो। जलबिन्दु भएको आँखामा कुनै पनि दुखाइ हुँदैन। त्यो कारणले गर्दाखेरि पनि व्यक्तिहरूलाई सुरुमै गएर उपचार अथवा आँखा जाँच गराउँ भन्ने सजगता चाहिँ हुँदैन। तर कसैलाई चाहिँ यदि प्राइमेरी एङ्गल क्लोजर डिजिज हो अथवा प्राइमेरी एङ्गल क्लोजर ग्लाउकोमा हो भने चाहिँ कसैको चाहिँ सडन्ली आँखाको जुन पानी जाने बाटो हुन्छ त्यो बाटो ब्लक भएर आँखाको प्रेसर एक्कासी बढ्दिन सक्छ। त्यस्तो बेलामा चाहिँ आँखा एकदमै बेसरी दुख्ने, सँगसँगै एकदमै सिभियरली टाउको पनि दुख्ने, आँखाबाट बरबरी आँसु बग्ने, आँखा हेर्दाखेरि धमिलो लाग्ने अथवा आँखा खोल्नै नसक्ने होइन, त्यस्तो खालको समस्या देखिन्छ। साथसाथै बान्ता आउला जस्तो हुने अथवा बान्ता नै हुने, 2-3 पटक बान्ता नै पनि हुनसक्छ होइन। यसलाई चाहिँ हामीले अक्युट एङ्गल क्लोजर ग्लाउकोमा भनेर भन्दछौँ। र कसैलाई चाहिँ यदि उहाँहरूको पानी जाने, आँखाभित्रको पानी जाने बाटो साँघुरो छ भने उहाँहरूलाई चाहिँ यस्तो सङ्केतहरू देखिन सक्छ। र यस्तो भएमा चाहिँ तपाईँहरू तुरुन्तै आँखा अस्पतालमा गएर आँखाको प्रेसर घटाउने औषधिहरू हामीले चलाइदिन्छौँ, त्यो प्रयोग गर्नुपर्ने हुन्छ। यदि जन्मजातै भएको ग्लाउकोमा हो भने चाहिँ सानो बच्चाहरूमा विशेष गरी 3 वर्षभन्दा मुनिको बच्चाहरूमा चाहिँ आँखाको यो कालो नानीको भाग छ, त्यो कालो नानीको भाग चाहिँ ठुलो देखिने हुन सक्दछ। आँखा बच्चाहरूले हेर्दाखेरि आँखाबाट आँसु गइराख्ने समस्या हुन सक्दछ र लाइटमा हेर्दाखेरि चाहिँ एकदमै आँखा खोल्न नसक्ने समस्या हुन सक्दछ। यी सङ्केतहरू चाहिँ बच्चाहरूको आँखामा जलबिन्दु त होइन भन्ने कुराको सङ्केत हो। र तपाईँहरूले त्यस्तो नोटिस गर्नुभयो भने चाहिँ जलबिन्दु हो कि होइन भनेर ठम्ब्याउनको लागि नजिकको आँखा स्वास्थ्य केन्द्रमा अथवा आँखा अस्पतालमा गएर आँखा जचाउनु पर्ने हुन्छ। यसबाहेक तपाईँको आँखामा कुनै चोट लागेर आँखाको प्रेसर बढ्ने भइरहेको छ अथवा तपाईँले दुध जस्तो औषधिको लामो समयसम्म प्रयोग गर्नुभयो जसको कारणले गर्दाखेरि तपाईँको आँखाको नसा सुकेर जलबिन्दु भएको छ भने यी कारणहरूको लागि चाहिँ तपाईँहरूले लामो समयसम्म जलबिन्दुको दबाई चलाउनु पर्ने हुन्छ। र तपाईँहरूले चोट लागेको आँखालाई समयमै देखाउनुपर्छ र लामो समयसम्म कहिले पनि दुध जस्तो थोपा औषधि आँखामा प्रयोग गर्नु हुँदैन। यो दुध जस्तो थोपा औषधि आँखामा प्रयोग गर्नको लागि विभिन्न कारणहरू हुन्छन्, तर ती औषधिहरू चाहिँ एकदमै चिकित्सकको निगरानीमा चलाइने औषधिहरू हुन् र अत्यावश्यक खण्डमा मात्रै चलाइने औषधिहरू हुन्। ती औषधिले सजिलो बनायो भन्दैमा त्यस्तो औषधिहरू लामो समयसम्म लगाउनु भयो भने तपाईँको आँखामा जलबिन्दु हुने सम्भावना बढेर जान्छ। अब आँखामा जलबिन्दु भयो भने के गर्ने? नआत्तिनुहोस्। आँखामा जलबिन्दु भयो भने आत्तिनु चाहिँ पर्दैन, तर तपाईँहरू जलबिन्दुको लागि सतर्क चाहिँ हुनुपर्छ।
आँखामा जलबिन्दु भयो भने तपाईँहरूले शरीरमा जसरी सुगर प्रेसरको नियमित औषधि खानुपर्ने हुन्छ त्यसरी नै आँखामा जलबिन्दु भयो भने चाहिँ तपाईँले आँखामा जलबिन्दुको औषधिहरू पाइन्छ जसलाई तपाईँहरूले नियमित लगाउनु पर्ने हुन्छ। यी औषधिहरू चाहिँ तपाईँहरूले आफै किनेर लगाउनु मिल्दैन। चिकित्सकको निगरानीमा तपाईँको आँखाको प्रेसर नापिकन यी औषधिहरू हामीले चलाउने गर्दछौँ र यी औषधिहरू चाहिँ तपाईँले एकपटक जलबिन्दु हो भनेर प्रमाणित भइसक्यो भने चाहिँ बाँचुन्जेल नै यी औषधिहरू आँखामा हालिराख्नुपर्ने हुन्छ र तपाईँको आँखाको नसा एकदमै धेरै नै सुकिसकेको छ, एकदम लास्ट स्टेजमा आउनुभएको छ भने चाहिँ कहिलेकाहीँ आँखाको प्रेसर कन्ट्रोल गर्नको लागि चाहिँ हामीले एउटा अपरेसन हुन्छ, त्यो अपरेसन गरेर चाहिँ आँखाको प्रेसर कम गर्नको लागि त्यो अपरेसन गरेर आँखाको पानी जाने बाटोलाई खुलाइदिन्छौँ। त्यो आँखाको पानी जाने बाटो खुलाइदिइसकेपछि आँखामा पानीको मात्रा घटिकन आँखाको प्रेसर चाहिँ स्टेबिलाइज गर्न चाहिँ सकिन्छ। यदि तपाईँलाई जलबिन्दु भएको छ भने तपाईँको परिवारमा अरू कसैलाई पनि जलबिन्दु हुने सम्भावना बढेर जान्छ। त्यसैले गर्दाखेरि परिवारमा अरूको पनि आँखा जचाउनु चाहिँ अत्यावश्यक हुन्छ। अब जलबिन्दु मोतीबिन्दुभन्दा कसरी भिन्न छ त होइन? मोतीबिन्दु भनेको के हो, जलबिन्दु भनेको के हो? आँखामा मोतीबिन्दु हुने भाग र जलबिन्दु हुने भाग नै फरक। आँखाको मोतीबिन्दु चाहिँ लेन्समा हुन्छ र जलबिन्दु चाहिँ आँखाको नसामा अर्थात् अप्टिक नर्भमा हुन्छ। जलबिन्दुको उपचारमा चाहिँ हामीले लामो समयसम्म थोपा औषधिहरू दिने गर्छौँ भने मोतीबिन्दुको उपचारको लागि चाहिँ कुनै थोपा औषधिले काम गर्दैन र त्यसको अन्तिम उपाय भनेको चाहिँ शल्यक्रिया नै हुन्छ। मोतीबिन्दु नबढ्दासम्म केही समयको लागि चस्मा लगाएर प्रयास गर्न सकिन्छ, तर चस्मा लगाएर सुधार नभएको खण्डमा चाहिँ मोतीबिन्दुलाई शल्यक्रियाबाट मात्रै समाधान गर्न सकिन्छ। तर जलबिन्दुलाई चाहिँ हामीले लामो समयसम्म दबाई राखेर कन्ट्रोलमा राख्न सक्छौँ र त्यो शल्यक्रियाको स्टेज उत्पन्न नै नहुन पनि सक्छ। त्यसैले गर्दाखेरि मोतीबिन्दु र जलबिन्दु भनेको सुन्दाखेरि उस्तै सुनिए पनि यी दुई चाहिँ एकदमै फरक एन्टिटिज हुन्, अर्थात् यी दुई चाहिँ फरक रोगहरू हुन्, आँखाको समस्याहरू हुन् र यिनीहरूको उपचारको लागि पनि हामीले फरक मार्ग प्रयोग गर्ने गर्दछौँ। त्यसै कारणले गर्दाखेरि जलबिन्दु र मोतीबिन्दु भनेर कन्फ्युज चाहिँ नहुनु होला। मोतीबिन्दुको बारेमा डिटेलमा मैले अर्को भिडियो बनाउने छु। यस भिडियोमा चाहिँ जलबिन्दुको बारेमा मैले तपाईँहरूलाई बताएँ र यो तपाईँहरूको लागि ज्ञानवर्धक उपलब्धिमूलक रह्यो होला भन्ने आशा लिएको छु। यसबाहेक अरू के विषयमा तपाईँहरूलाई जान्ने इच्छा छ मलाई कमेन्टमा लेखेर बताइदिनु होला। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार। अब मोतीबिन्दुको शल्यक्रिया गरेपछि भर्ना भएर बस्नुपर्छ कि नै, कति दिन भर्ना भएर बस्नुपर्छ, के कुरा बार्नुपर्छ, दृष्टि त छोडिदिनु, आँखामा इन्फेक्सन भएर झन् ठुलो समस्या आउन सक्छ। र हाम्रो डाक्टर सन्दुक रुहित जुन कुराको लागि फेमस हुनुहुन्छ। नमस्कार साथीहरू, के तपाईँहरूलाई थाहा छ आँखामा मोतीबिन्दु भनेको चाहिँ के रहेछ त? आँखामा तपाईँहरूले देख्नुभयो होला होइन, सेतो मोती जस्तो देखिन्छ नि होइन, त्यही कारणले गर्दाखेरि त्यसलाई मोतियाबिन्दु भनेर भन्ने गरेको। तर त्यो मोतियाबिन्दु कसरी हुन्छ त होइन, के कारणले हुन्छ, किन भएको र त्यसको उपचार के हो त होइन, आज यी सबै कुराको बारेमा हामीले यस भिडियोमा छलफल गर्नेछौँ। मोतियाबिन्दु चाहिँ आँखाको लेन्सको पारदर्शिता कम हुने प्रक्रिया हो। अर्थात् जब बच्चा जन्मिएको हुन्छ तब चाहिँ तपाईँको आँखामा एउटा लेन्स भन्ने भाग अथवा अङ्ग हुन्छ। त्यो भाग चाहिँ कस्तो हुन्छ, सम्पूर्ण रूपमा पारदर्शी हुन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ बाहिरबाट कुनै पनि वस्तुहरू तपाईँहरूले हेर्नुभयो भने त्योबाट रिफ्लेक्ट भइरहेको लाइट चाहिँ तपाईँको रेटिनामा गएर डाइरेक्ट ठोकिन्छ र तपाईँले चाहिँ त्यो वस्तुलाई देख्न सक्नुहुन्छ। त्यो चाहिँ नर्मल भिजनको प्रोसेस हो। तर तपाईँको आँखाको लेन्सको पारदर्शिता कम भयो भने त्यो पारदर्शिता कम हुने प्रक्रियालाई चाहिँ हामीले मोतियाबिन्दु भन्छौँ। विशेष गरी मोतियाबिन्दु चाहिँ उमेरको कारणले हुने गर्दछ र 50 वर्ष पुगिसकेपछि चाहिँ हल्का रूपमा सबैजनामा सुरुवाती हुन थाल्छ। कसैमा चाहिँ अलि चाँडै देखिन्छ र कसैमा चाहिँ अलि ढिला पनि देखिन सक्दछ। तर हामीले एज रिलेटेड क्याट्राक्ट अथवा सिनाइल क्याट्राक्ट भनेर चाहिँ 50 वर्षको उमेरलाई चाहिँ एउटा कट अफ पोइन्ट भनेर तोकेको छौँ र 50 वर्षभन्दा माथि भएको मोतियाबिन्दुलाई चाहिँ हामीले सबैलाई एज रिलेटेड क्याट्राक्टकै ग्रुपमा क्याटेगोराइज गर्ने गर्दछौँ। त्यसबाहेक उमेर बाहेक अरू विभिन्न कारणहरू हुन्छन् जसले गर्दाखेरि आँखामा मोतीबिन्दु हुन सक्छ। जस्तै तपाईँको आँखामा जन्मजातै मोतीबिन्दु हुन सक्छ। आँखामा जन्मजातै मोतीबिन्दु हुनको लागि चाहिँ फेरि विभिन्न कारणहरू हुन्छन्। ती कारणमा चाहिँ केही कारणहरू चाहिँ मेटर्नल फ्याक्टर्स भनेर भनिन्छ र केही कारणहरूलाई चाहिँ फिटल फ्याक्टर्स भनेर भनिन्छ होइन। अब मेटर्नल फ्याक्टर्समा चाहिँ आमालाई केही इन्फेक्सनहरू छ अथवा आमाले प्रेग्नेन्सीको बेलामा कुनै कडा खालको दबाईहरू खानुभयो अथवा आमा प्रेग्नेन्ट हुँदाखेरि चाहिँ एक्सरे सिटी स्क्यान जस्तो कुनै रेडिएसनमा एक्सपोज हुनुभएको छ भने चाहिँ आँखामा मोतीबिन्दु हुने समस्या देखिन सक्छ।
फिटल फ्याक्टर्समा चाहिँ अब जन्मिँदै नजन्मिएको बच्चामा चाहिँ के हुनसक्छ भन्दाखेरि केही म्युटेसन्सहरू हुनसक्छ आमाको गर्भमै रहँदाखेरि, त्यो कारणले गर्दाखेरि, अथवा हेरिडिटेरी होइन आफ्नो वंशानुरूपमा चाहिँ त्यो लिएर आएको हुनसक्छ, त्यो कारणले गर्दाखेरि हुनसक्छ, अथवा आमाको गर्भमा रहँदाखेरि चाहिँ कुनै कुराले न्युट्रिसन नपुगेर अथवा चाहिँ ब्लड सप्लाई नपुगेर पनि बच्चाको आँखामा चाहिँ मोतियाबिन्दु बन्ने समस्या चाहिँ हुन्छ। विशेष गरी समय मिति नपुगेर जन्मिएको बच्चाहरू हो भने चाहिँ उनीहरूमा चाहिँ मोतियाबिन्दुको समस्या देखिने सम्भावना बढिरहन्छ। अब ठुलो मान्छे अथवा वयस्क भइसकेको मान्छेमा चाहिँ उमेर बाहेक अरू के कारणले गर्दाखेरि हुनसक्छ, अथवा केही समयपछि होइन जन्मिएको केही समयपछि तर वृद्धावस्थामा नपुग्नुभन्दा अगाडिको यङ मान्छेहरूमा पनि क्याट्राक्ट देखिने गर्दछ। त्यो चाहिँ कुन कुन कारणले देखिन सक्दछ होइन, त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि कुनै तपाईँको आँखामा चोटपटक लागेको छ भने त्यो चोटपटकको कारणले तपाईँको आँखामा मोतियाबिन्दु हुन सक्ने भयो होइन। दोस्रो कारण भनेको चाहिँ तपाईँले लामो समयदेखि दुध जस्तो थोपा औषधि जसलाई हामीले कर्टिकोस्टेरोइड्स भन्दछौँ त्यो प्रयोग गर्नुभएको छ भने त्यसले पनि तपाईँको आँखामा मोतियाबिन्दु गराउने सम्भावना रहन्छ। अर्को चाहिँ कुनै पनि प्रकारको रेडिएसनमा तपाईँ कन्टिन्युसली एक्सपोज भइराख्नु भएको छ भने त्यो रेडिएसनले गर्दाखेरि रेडिएसन क्याट्राक्ट पनि हुन सक्दछ। अर्को चाहिँ तपाईँको शरीरमा कुनै मेटाबोलिक डिसअर्डर्सहरू छ भने त्यो कारणले तपाईँको आँखामा मोतियाबिन्दु गर्न सक्दछ। तपाईँलाई सुगर, प्रेसर, थाइरोइड केही समस्या छ, तपाईँले चुरोट पिउनुहुन्छ अथवा लामो समयदेखि रक्सीको दुर्व्यसन छ, त्यस्तो समस्याहरूले पनि तपाईँको आँखामा चाहिँ मोतियाबिन्दुको विकास गर्न सक्छ। यदि तपाईँ यङ हुनुहुन्छ भने चाहिँ यी सबै कुराहरूले गर्दाखेरि तपाईँको आँखामा मोतियाबिन्दु बन्ने चान्सेस चाहिँ रहने गर्दछ। अब मोतियाबिन्दु भइसकेपछि चाहिँ आँखामा के समस्या देखिन्छ अथवा के लक्षणहरू देखिन्छ नि त। उमेरको कारणले गर्दाखेरि बिस्तारै मोतियाबिन्दु विकास भएको छ भने तपाईँले अपरझट आँखा नदेख्ने भन्ने चाहिँ हुँदैन, बिस्तारै तपाईँको दृष्टिमा चाहिँ कमी आउँदै जान्छ। त्यो चाहिँ तपाईँको पहिलो सङ्केत हो होइन। बिस्तारै बिस्तारै समय बित्दै गएपछि चाहिँ तपाईँलाई धमिलो हुँदै आउँछ। अर्को दोस्रो भनेको चाहिँ कुनै पनि कुरालाई हेर्दाखेरि चाहिँ कहिलेकाहीँ त्यो कुरा एउटाको सट्टा दुईवटा तिनवटा देखिने, अलिकति त्यो ब्लरिङ भयो जस्तो देखिने, अथवा डिप्लोपिया भनेर भन्छ होइन, पोलियोपिया भनेर भन्छ, त्यो भनेको चाहिँ दुईवटा तिनवटा जस्तो देखिने अलिअलि। अर्को चाहिँ तपाईँले कुनै बत्तीमा हेर्नुभयो भने चाहिँ बत्तीको वरपर चाहिँ इन्द्रिणी जस्तो देखिन सक्छ होइन, त्यो पनि एउटा मोतियाबिन्दुकै सङ्केत हो। अर्को चाहिँ के हुन्छ भन्दाखेरि जुन हाम्रो लेन्स छ त्यो लेन्सको चाहिँ बिचको भागमा ओपेसिटी भएको छ अथवा त्यसलाई चाहिँ हामीले न्युक्लियर स्क्लेरोसिस भन्छौँ, त्यसले गर्दाखेरि भएको हो भने चाहिँ कहिलेकाहीँ कसैकोमा चाहिँ सेकेन्ड साइट आउँछ कि, अर्थात् चाहिँ उहाँहरूले चाहिँ जुन नजिकको देख्न छोड्नु भएको थियो त्यो नजिकको चाहिँ प्रष्ट देख्न थाल्नुहुन्छ। त्यो चाहिँ इन्डेक्स मायोपियाको कारणले गर्दाखेरि हुने गर्दछ। अर्थात् तपाईँले त्यो लेन्समा जुन पारदर्शिताको कमी भएको छ त्यही कारणले गर्दाखेरि नै तपाईँलाई नजिकको प्रष्ट हुन थाल्छ र ताराको चाहिँ अलिक धमिलो हुन थाल्छ होइन। त्यसले गर्दाखेरि चाहिँ नजिकको प्रष्टदेखि मलाई त सफा भइरहेछ भनेर कोही चाहिँ खुसी हुन सक्नुहुन्छ, तर त्यो चाहिँ तपाईँको मोतियाबिन्दुको लक्षण हुनसक्छ। त्यही भएर याद चाहिँ गर्नु होला र आँखा जचाउनु चाहिँ नबिर्सिनु होला। अब मोतियाबिन्दुका यी सङ्केतहरूको बारेमा थाहा भइसकेपछि तपाईँहरूले कति बेला आफ्नो डक्टरलाई देखाउने त होइन। 40 अथवा 50 उमेर कटिसकेपछि चाहिँ नियमित रूपमा आँखा चेक गराएको राम्रो हुन्छ, किन भन्दाखेरि 40 कटिसकेपछि चाहिँ आँखामा विविध समस्याहरू देखिन थाल्छन् होइन। आँखाको अगाडिको भागमा टेरिजियम हुने, मासु पलाउनेदेखि लिएर भित्री भागमा मोतियाबिन्दु र अलि भित्र भागमा जाँदाखेरि चाहिँ सुगर प्रेसर हुनसक्छ तपाईँको बडीमा। त्यो कारणले गर्दाखेरि आँखामा सुगर प्रेसरको चेन्जेसहरू सबै कुराहरू देखिन थाल्न सक्दछन्। अब सुगर प्रेसरले आँखामा के चेन्जेस देखिन्छ भन्ने कुरा चाहिँ अर्को भिडियोको लागि होइन। सो एउटा चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि तपाईँले एउटा 40 अथवा 50 को उमेर कटिसकेपछि तपाईँले नियमित रूपमा आँखा जचाउनै पर्ने हुन्छ। त्योभन्दा अगाडि पनि तपाईँले आँखामा ब्लरिङ भइराखेको छ अथवा फङ्सनल डेफिसिट भनेर भन्छौँ कि हामीले, त्यो भनेको चाहिँ तपाईँले आफ्नो कुनै काम गर्नलाई बाधा भइरहेको छ होइन। त्यो त्यस्तो छ भने चाहिँ तपाईँले आफ्नो आँखा चाहिँ तुरन्तै जचाउनु पर्ने हुन्छ। अब मोतियाबिन्दुको समाधान के छ त होइन। वर्ल्ड वाइड रूपमा चाहिँ जुन एकदम फेमस सर्जरी हो त्यो चाहिँ मोतियाबिन्दुको सर्जरी हो, अर्थात् क्याट्राक्ट सर्जरी हो होइन। क्याट्राक्ट सर्जरी चाहिँ कस्तो हुन्छ, जुन शिविरमा जुन शल्यक्रियाहरू हुन्छ होइन, जुन निःशुल्क शल्यक्रियाहरूको शिविरहरू चलिराखेको हुन्छ त्यो सबै मोतियाबिन्दुको शल्यक्रियाको शिविरहरू हो। र हाम्रो डाक्टर सन्दुक रोहित जुन कुराको लागि फेमस हुनुहुन्छ होइन, डाक्टर सन्दुक रोहित के को लागि फेमस हुनुहुन्छ त होइन, वर्ल्ड वाइड उहाँले नेपाललाई चिनाउनु भएको छ। त्यो के को लागि भन्दाखेरि मोतियाबिन्दुको शल्यक्रियाको लागि उहाँले नेपालमा इन्ट्रोड्युस गर्नुभएको हिमालयन क्याट्राक्ट प्रोजेक्ट भन्ने छ होइन, जसमा चाहिँ हामीले घुम्ती शिविरहरू चाहिँ ठाउँ ठाउँमा लिएर गएर विभिन्न वर्गका व्यक्तिहरूको चाहिँ मोतियाबिन्दुको शल्यक्रिया गरेर उहाँहरूलाई चाहिँ दृष्टिको नवजीवन भनौँ न होइन, दृष्टिमा चाहिँ नवजीवन प्रदान गर्न सक्नुभएको छ। त्यही कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ एकदमै रेस्पेक्टेड पर्सन हुनुहुन्छ वर्ल्ड वाइड र उहाँले एउटा लेगेसी छोड्नु भएको छ होइन, त्यो चाहिँ मोतियाबिन्दुको शल्यक्रियाको लागि हो। त्यही कारणले गर्दाखेरि मोतियाबिन्दु
तपाईँलाई छ भने चाहिँ तपाईँ ढुक्कले बस्नुभयो हुन्छ। किन भन्दाखेरि मोतीबिन्दुको उपचार चाहिँ नेपालको जुनसुकै ठाउँमा जानुभयो भने पनि मजाले सरल रूपमा हुन्छ र त्यसको एकमात्र उपचार भनेकै सर्जरी हो है। तपाईँले मोतीबिन्दु भइसकेपछि अन्ततोगत्वा सर्जरी नै गर्नुपर्ने हुन्छ। र अहिलेको जमानामा चाहिँ कस्तो छ भन्दाखेरि पहिला चाहिँ मोतीबिन्दु पाक्दासम्मलाई पर्खिने चलन थियो होइन, आँखा सेतो नै देखिन्थ्यो मोती जस्तो, त्यही कारणले गर्दाखेरि मोतीबिन्दु भन्यौँ हामीले होइन। तर अहिले चाहिँ एकदम धेरै राम्रो राम्रो प्रविधिहरू आइसकेको छ, त्यही कारणले गर्दाखेरि हामीले मोतीबिन्दु पाक्ने समयसम्म चाहिँ कहिले पनि कुरेर बस्नु हुँदैन। जति पाक्नुभन्दा अगाडि नै शल्यक्रिया गर्न सक्यो होइन। मेनली चाहिँ तपाईँलाई फङ्सनल डेफिसिट मैले जुन भनेको थिएँ होइन, फङ्सनल डेफिसिट भइराखेको छ भने चाहिँ तपाईँको दृष्टि जति नै चुकै होस् होइन, तर तपाईँलाई फङ्सनल डेफिसिट भइराखेको छ भने तपाईँले मोतीबिन्दुको शल्यक्रिया अवश्य गर्न मिल्छ। र शल्यक्रिया गरिसकेपछि दृष्टिको सम्भावना पनि एकदमै राम्रो हुन्छ र तपाईँले राम्रो भिजन पाउन सक्नुहुन्छ। त्यही कारणले गर्दाखेरि मोतीबिन्दुको शल्यक्रिया गर्नलाई चाहिँ ढुक्कले शल्यक्रिया गराउनु भयो हुन्छ। तर तपाईँलाई फङ्सनल डेफिसिट भएको छैन, आफ्नो डे टु डे एक्टिभिटीमा गाह्रो भएको छैन भने चाहिँ केही समयको लागि तपाईँले चस्माहरू चेन्ज गरेर पर्खिन चाहिँ सक्नुहुन्छ। किनभने त्यसको अल्टरनेटिभ भनेको चाहिँ शल्यक्रियाको अल्टरनेटिभ भनेको चाहिँ चस्मा नै हो। कुनै औषधिले मोतीबिन्दु हराउने अहिलेसम्म भएको छैन। अब रिसर्चहरूले प्रयास चाहिँ गरिरहेका छन्, तर अहिलेसम्म चाहिँ कुनै पनि रिसर्च चाहिँ प्रमाणित गरेको छैन मोतीबिन्दु हुन नदिने अथवा मोतीबिन्दु भइसकेपछि त्यसलाई चाहिँ डिजल्भ गराउने कुनै पनि औषधि बनेको छैन। सुरुमा चाहिँ तपाईँले ग्लास नै चेन्ज गरेर लगाउनु पर्ने हुन्छ र अन्ततोगत्वा चाहिँ मोतीबिन्दुको अपरेसनै गर्नुपर्ने हुन्छ। तर मोतीबिन्दु पाक्ने बेलामासम्म चाहिँ कुर्नु चाहिँ हुँदैन। नपाक्दै एउटा स्टेजमा एउटा सर्टेन लिमिटमा पुगिसकेपछि त्यसलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि तपाईँ आफ्नो आँखाको डक्टरसँग नियमित कन्ट्याक्टमा रहेर नियमित फलोअपमा बसेर त्यसको शल्यक्रियाको लागि चाहिँ प्लान गर्न सक्नुहुन्छ आफ्नो स्केड्युल अनुसार। अब मोतीबिन्दुको शल्यक्रिया गरेपछि भर्ना भएर बस्नुपर्छ कि नै, कति दिन भर्ना भएर बस्नुपर्छ, के कुरा बार्नुपर्छ, यो कुराहरू पनि मान्छेहरूमा एकदमै कमन रूपमा सोधिने प्रश्न हो क्या। तर यसको पनि एकदमै सरल जवाब छ। एकदमै सामान्य खालको मोतीबिन्दुहरूमा चाहिँ तपाईँहरूले केही पनि एक्स्ट्रा चिन्ता लिनै पर्दैन है। तपाईँहरूको चाहिँ एकदम सामान्य सर्जरी हुन्छ। बिहान आएर तपाईँ सर्जरी गराएर घरै जान मिल्छ। र अहिले त प्रविधि यति धेरै भइसक्यो कि यो आँखामा सुई लगाएर हामीले आँखा नचल्ने बनाएर मोतीबिन्दुको शल्यक्रिया गर्छौँ। तर अहिलेको प्रविधिहरू चाहिँ यति धेरै डेभलप भइसक्यो कि इभन एकदम एक्सपर्ट सर्जन्सहरूले चाहिँ आँखामा थोपा औषधि मात्रै हालेर र आँखामा इन्जेक्सन नलगाइकन पनि त्यस्तो सर्जरीहरू गर्न सक्नुहुन्छ। तर मैले भन्न खोजेको चाहिँ के हो भन्दाखेरि यति सहज रूपले गर्न सकिन्छ कि मोतीबिन्दुको सर्जरी गरेपछि यदि टपिकलमा गरेको हो भने चाहिँ तपाईँ त्यही दिनदेखि नै आफ्नो काममा जान सक्नुहुन्छ। तर आँखालाई केयर चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँले आँखामा फोहोरहरू पार्नु भएन होइन, आँखामा कालो चस्मा लगाएर आँखालाई प्रोटेक्ट गर्नु पर्यो। कतिपय व्यक्तिहरूलाई चाहिँ हामीले चाहिँ हप्ता दिन अथवा महिना दिनसम्म ननुहाउनु भनेर पनि सल्लाह दिने गर्दछौँ। किन भन्दाखेरि उहाँहरूमा त्यो अवेरनेस छैन भने चाहिँ कहिलेकाहीँ फोहोर कपाल छ भने त्यो पानीहरू आँखामा परेर फेरि आँखामा इन्फेक्सन भयो भने त्यत्रो मिहिनेत गरेर शल्यक्रिया व्यर्थमा जान्छ होइन। दृष्टि त छोडिदिनु, आँखामा इन्फेक्सन भएर झन् ठुलो समस्या आउन सक्छ। त्यो कारणले गर्दाखेरि मोतीबिन्दुको शल्यक्रिया गरिसकेपछि चाहिँ आँखाको केयर गर्नु चाहिँ फेरि जसले शल्यक्रिया गराउनु भयो त्यो व्यक्तिको पर्सनल रेस्पोन्सिबिलिटी हो। उहाँले आफ्नो आँखाको चाहिँ एकदम राम्रोसँग केयर गर्नुपर्ने हुन्छ। कालो चस्माहरू लगाएर आँखामा घाम धुलो फोहोरहरू नपार्ने, कपालहरू नुहाउनै परेमा पनि पछाडि गरेर कपालको फोहोरहरू आँखामा नपर्ने गरी गर्ने, आँखाहरू सफा गर्नको लागि चाहिँ मनतातो पानीमा कपास भिजाएर आँखाहरू पुछ्ने, आँखामा पानी छ्याप्ने त्यस्तो कामहरू चाहिँ नगर्ने, यस्तोहरू चाहिँ गर्नुपर्ने हुन्छ। अब खानेकुरामा चाहिँ के खाने, के नखाने, के बार्ने, के नबार्ने भन्ने प्रश्न पनि हुन्छ होइन। त्यसमा चाहिँ खासै त्यस्तो रोकटोक केही पनि छैन है। जे खान पनि मिल्छ र केही पनि कुरा बार्नु पर्दैन एक्सेप्ट मादक पदार्थ होइन, रक्सी, चुरो, ड्रग्स यस्तो कुराहरू चाहिँ बाट चाहिँ टाढै रहनु होला। त्यो बाहेक चाहिँ तपाईँहरूले सामान्य नर्मल जीवनयापनमा खाइराख्नु भएको कुराहरू सम्पूर्ण खान मिल्छ। माछा मासु मेन कमन त्यही नै हुन्छ होइन। माछा मासु खान मिल्छ कि मिल्दैन भनेर, माछा मासु एकदम मजाले खान मिल्छ, लसुन प्याज एकदम मजाले खान मिल्छ र त्यो खाए भन्दैमा चाहिँ आँखामा प्रब्लम हुने भन्ने चाहिँ हुँदैन। फलोअपमा चाहिँ एकदम राम्ररी स्ट्रिक्ट रूपमा फलोअपमा चाहिँ बस्नुपर्ने हुन्छ। पहिला फर्स्ट डेमा हेर्छौँ हामीले, त्यसपछि 1 हप्तामा हेर्छौँ, त्यसपछि 1 महिनामा हेर्छौँ र 1 महिनापछि चाहिँ अलिकति इन्फेक्सनको रिस्कहरू कम भइसकेपछि हामीले चाहिँ अलिकति ढिला फलोअपमा बोलाउने गर्दछौँ। औषधिहरू 1 महिनासम्म चल्छ, तर औषधिहरू चाहिँ आफूले राम्रोसँग आँखामा हाल्नुपर्ने हुन्छ र मेन चाहिँ आँखाको हाइजिनमा चाहिँ ध्यान पुर्याउनु पर्यो होइन। आँखाको हाइजिनमा ध्यान पुर्याउनु भयो भने तपाईँले आफ्नो आँखाको केयर राम्रोसँग गर्नुभयो भने अरू त्यस्तो अप्ठ्यारोहरू जटिलताहरू केही पनि आउँदैन।
अन्त्यमा एउटा कुरा चाहिँ भन्न बिर्सेछु, त्यो चाहिँ भनिदिइहाल्छु भनेर फेरि अर्को ठाउँमा बसेर भए पनि रेकर्डिङ गर्दैछु होइन। त्यो चाहिँ के भन्दाखेरि चाहिँ तपाईहरूले गर्मीको कारणले डराएर मोतीबिन्दुको शल्यक्रिया गर्न मिल्दैन भनेर मोतीबिन्दुको शल्यक्रिया नगराइ बस्नु भएको छ भने आँखाको शल्यक्रिया गराउनको लागि चाहिँ तपाईँ आत्तिनु पर्दैन है। गर्मी महिना होस् जाडो महिना होस् जस्तोसुकै मौसम होस्, मौसमको कारणले आँखाको अपरेसन गराएपछि आँखा पाक्ने अथवा त्यो समस्या हुने भन्ने चाहिँ हुँदैन। त्यही कारणले गर्दाखेरि निर्धक्कले ढुक्कले गर्मी मौसम होस् वा जाडो मौसम होस् ढुक्कले आँखाको शल्यक्रिया गराउन मिल्छ र मौसमकै कारणले गर्दाखेरि आँखाको अपरेसन गराएपछि आँखाको घाउ पाक्ने भन्ने चाहिँ हुँदैन। जाडो होस् कि गर्मी होस् कि बर्खा होस् जुनसुकै मौसम होस् मजाले मोतीबिन्दुको शल्यक्रिया गराउन सक्नुहुन्छ र त्यसको लाभ उठाउन सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आँखाको एलर्जी चाहिँ मुख्यतया 3 प्रकारमा विभाजित गरिएको छ। पहिलो भनेको सिम्पल एलर्जी कन्जङ्टिभाइटिस, दोस्रो भनेको भर्नल केराटो कन्जङ्टिभाइटिस र तेस्रो भनेको एटोपिक केराटो कन्जङ्टिभाइटिस। सिम्पल एलर्जी कन्जङ्टिभाइटिस पनि 2 प्रकारको हुन्छ, सिजनल एलर्जी कन्जङ्टिभाइटिस र पेरिनियल एलर्जी कन्जङ्टिभाइटिस। सिजनल एलर्जी कन्जङ्टिभाइटिस चाहिँ मुख्यतया गर्मीयाममा देखिने गर्दछ। सो स्प्रिङ, समर, अटम र विन्टर गरेर 4वटा सिजन हुन्छ अङ्ग्रेजीमा। चैत वैशाख जेठमा चाहिँ स्प्रिङ हुन्छ र असार साउन भदौसम्म चाहिँ समर सिजन हुन्छ। सो यो स्प्रिङ र समरमा चाहिँ भनेको चाहिँ आँखाको एलर्जी हुने पिक सिजन हो। यो सिजन चाहिँ स्प्रिङ सिजन र समर सिजनमा चाहिँ त्यो पोलन चाहिँ के हुन्छ भन्दाखेरि अहिलेको समयमा के हुन्छ एकदम धेरै हावाहुरी चल्ने गर्दछ होइन। सो यो हावाहुरीमा त्यो पोलन उडेर तपाईँहरूको शरीरमा तपाईँको आँखामा त्यसले चाहिँ एलर्जीको रियाक्सन गर्न सक्छ। पेरिनियल एलर्जी चाहिँ कहिले हुन्छ अटममा र विन्टरमा हुन सक्छ। यसको लागि एलर्जेन चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाउस डस्ट माइट हो। त्यो ढुसीको जुन बिउहरू हुन्छ त्यो ढुसीको बिउ र घरमा भएको जुन धुलो हुन्छ त्यो धुलोहरूको कारणले एलर्जी गराउन सक्छ। हेलो साथीहरू, आज हामी स्विमिङ गर्न आएको थियौँ अनि तपाईँहरूलाई चाहिँ स्विमिङ पुल कन्जङ्टिभाइटिसको बारेमा भनिदिइहाल्नु भनेर है। स्विमिङ पुल कन्जङ्टिभाइटिस भनेको चाहिँ जुन पिङ्क आइ थियो एडिनोभाइरल कन्जङ्टिभाइटिस, यदि कसैलाई एडिनोभाइरल कन्जङ्टिभाइटिस भइरहेको छ र उहाँहरू स्विमिङ पुलमा स्विमिङ गर्न आउनुभएको छ भने तपाईँहरूलाई पनि स्विमिङ पुल कन्जङ्टिभाइटिस सर्न सक्छ। त्यो कारणले गर्दाखेरि स्विमिङ पुलमा स्विमिङ गर्न जानुभएको छ भने जहिले पनि आई गियर्सहरू लगाएर स्विमिङ गर्नुभएको चाहिँ एकदमै राम्रो हुन्छ। जुन त्यो आँखामा लाउने चस्माहरू पाउँछ होइन स्विमिङ गगल्स, त्यो चाहिँ बेस्ट हुन्छ स्विमिङ पुल कन्जङ्टिभाइटिस अभोइड गर्नको लागि। अर्को चाहिँ एउटा प्रोटोजोल कन्जङ्टिभाइटिस हुन्छ क्यान्थमिबा अमिबा भन्ने, त्यसले पनि स्विमिङ पुलबाट सरेर तपाईँको आँखाको नानीमा चाहिँ इन्फेक्सन गराउन सक्छ। त्यो कारणले गर्दाखेरि स्विमिङ गर्दाखेरि जहिले पनि प्रोटेक्टिभ आइवेयर चाहिँ प्रयोग गर्न नबिर्सिनु होला।